मैले किन हेर्न पाइन बाहिरको नगर्नु खोजेर ल्याएको भए हेरेर हेर्थे नि त साइन गरेर टिप्न गएको थियो बिचारा खोलामा मैले मेरो बच्चाहरूको लागि पो दुःख गर्न गएको थिएँ त त्यसो मैले मेयर साहब मैले त हजुरलाई एउटा क्वेसन गरेँ यो क्रसरको यो खनै छ नि यो हेर्दाखेरि त जो कोही एउटा सिधा मान्छेले पनि यो खनै चाहिँ मापदण्डभन्दा धेरै नै गएको देखिन्छ होइन र अर्को कुरो लापरवाही पनि देखियो र अब यत्रो ठुलो कम्पनीमा होइन ल यस्तो किसिमको घटनाहरू हुनसक्छ भनेपछि त कुनै न कुनै सेक्युरिटी गार्डहरू अथवा स्टाफहरू राख्नुपर्ने हो निगरानी त राख्नुपर्ने हो नि त हामी क्रसरको चाहिँ प्रशासनसँग हामी फेरि भोलिदेखि निरन्तर रूपमा छलफल गर्नेछौँ त्यो क्रसरले गरेको त्यो खाल्टो त हामी सबैले देखेको छौँ नि त यो त भयङ्कर भयो नि भयङ्कर खाल्टो खन्नु हुँदैन त्यो खाल्टो खनेर गलत गरेको छ भन्ने कुरा तपाईँ हामी सबैजनाको आँखाले देखेका छौँ एउटा मेरो प्रश्न होइन अब पीडितलाई चाहिँ कसरी सन्ताउन दिने त सुन्नु न मेरो प्रश्न के छ भने स्थानीय सरकारलाई जानकारी नगएर यसरी उत्खनन गर्न पाइन्छ यो गलत भएको छ अब यसको लागि कानुनी कारबाही प्रक्रिया हामी अगाडि बढाउँछौँ यो खाल्टो खन्न यसरी पाइँदैन पीडित रुवाई भएको छ रुवाईलाई थाम्ने मात्रै हो कि तपाईँको सत्य बोली हुन्छ यसमा यत्रो मिडियाको अगाडि बोलेको छु हेर्नुहोस् अब यो गलत भएको छ कारबाही प्रक्रिया अगाडि बढाउँछौँ मैले तुरन्तै तपाईँ बिना यहाँ तपाईँको यहाँ सरकार हो मतलब बालोटारमा केपी ओली छ भलै होइन तर यहाँको तपाईँ केपीले भन्दा जतिकै हो तपाईँको तागत होइन जनताको लागि उभिनु भएछ सबैले जिताउनु भएको छ तपाईँ नै भरोसा नि तपाईँ हो आशा नि तपाईँ हो कि भन् त तपाईँले नभनिकन यहाँ उत्खनन गर्ने कुनै मापदण्ड मिचेर काम गर्ने भनेर चाहिँ माथि केन्द्रीय सरकारले त पकाइदिँदैन तपाईँमा पनि आउनुपर्छ नगरपालिकाको माताहतमा हो नि मापदण्ड विरोध भएका यो जति पनि कारबाही भएको छ नि त्यसको विरोधमा कारबाही प्रक्रिया हामी अगाडि बढाउँछौँ विशेष गरी अब आजको घटना मैले अघि पनि भने सुन्नु न मेयर साहब आजकै घटना जुन अर्को बच्चा उठाइएछ नि त्यो चाहिँ अब पीडित आमा र उहाँहरूको आफन्त कोही कसैको रबर पनि नभइकन हाम्रो अनुमति बिना यो बच्चा किन उठाइयो किन अस्पतालतिर लगियो भनेर उहाँहरूको एक किसिमको आक्रोश पनि छ नि त आफ्नो चाहिँ नियमित कार्यक्रमले गर्दा म त्यो बच्चाको लास उठाउँदासम्म केराबारी आइपुगेको थिइनँ म केराबारी भन्दा बाहिर थिएँ त्यो उठाउने अनुमति चाहिँ कसले दिएछ त्यो अब प्रशासनको पनि यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूसँग पनि तपाईँले सोध्न सक्नुहुन्छ तर प्रश्न कुरा के हो भने आजको घटनालाई जोडेर कुरा गरौँ होइन पीडित यहीँ हुनुहुन्छ बच्चाको आमा दुईजना बच्चा खस्नु भएको छ योभन्दा दुःखदायी त के हुन्छ र होइन मैले अघि पनि चाहिँ सबैजना त्यो मुजुङकामा चाहिँ उहाँहरूको गुनासो के छ भने पानी बच्चाले पिएर मृत्यु भएको भनेर मात्रै भएको छ अरे त्यो मुजुङमा ठिक छ के छ सुन्न अब यस्तो छ के अरे पानी पिएर मरेको होइन यस्तो खालको एउटा यो डोजरको लापरवाही होइन भयो मेयर साहब होइन ल यो क्रसरको लापरवाही हो एउटा दुर्घटना भयो दुर्घटना भइसकेपछि एउटा दुईजना बच्चाको ज्यान गएको छ अनाहकमा होइन यस्तो अवस्थामा एउटा स्थानीय प्रमुखलाई चाहिँ कुनै बिना जानकारी त्यसरी लास उठाउन पाइन्छ होइन यो अब स्थानीय के छ तपाईँहरूलाई पनि यो डोजरको अब कम्पनीले तपाईँहरूलाई पनि आफ्नो मुठीमा राखेको छ कि के हो यस्तो त नहुनु पर्ने त्यस्तो त हुँदैन नि त कतै पनि हुँदैन किन यस्तो भयो त लास उठाउने कुरा भनेको स्थानीय तह भन्दा पनि प्रहरी प्रशासनकोले बुजुर्ग उठाएर उठाइने भएकोले गर्दा सामान्यतया जानकारी हामीलाई हुन्छ तर म व्यक्तिगत रूपमा चाहिँ म आज यहाँ थिइनँ त्यही भएर अरू तर यहाँको हाम्रो वरिपरिको जनप्रतिनिधिहरू वार्ड कमिटीका जनप्रतिनिधिहरू चाहिँ आउनु भएको छ त्यहाँ होइन त्यो मुचुल्का चाहिँ के भएछ मेयर साहब तपाईँलाई थाहा भयो अघिको मुचुल्का म बुझ्दैछु उठाएर पठाइएको भन्ने कुरा छ अब भर आजै घटना घटेको छ त्यो मुचुल्का उठाउँदा राम्रो यहाँ भाउडीमा क्रसरको भाउडीमा बच्चा 2 बच्चा डुबेर मर्यो मुचुल्का उठाउँदा के हुन्छ तपाईको यो खोलामा डुबेर मर्यो भन्ने त हुँदैन होला यहाँ त पक्कै पनि यो त क्रसरको एरिया कम्पनी भित्र परिवेश पटेको होइन यो सबैले बुझ्नु जरुरी छ होइन त्यसो गर्दा पनि राहत मिल्दाखेरि पीडितहरूमा चाहिँ आखिर त्यो बगेको खोला फर्किँदैन माथि होइन तर उनीहरूले माफ के गरेछ भन्दाखेरि त्यही हो मेरो बच्चा के अरे पानी पिएर त्यो के अरे डुबेर मर्यो भन्ने खालको छ त्यहाँ त खाल्डोमा पसेको छ बच्चा होइन हिलोमा बसेछ त्यसरी मुजुल्का उठाउँदा के हुन्छ त यस्तो हुन्छ अब हामीले अब कानुनी कुरालाई पनि विश्वास गर्नुपर्ने हुन्छ त्यही भएर त्यो लास अहिले पनि पोस्टमार्टम गर्न लागेको छ पोस्टमार्टमको रिपोर्ट आएपछि
चाहिँ के भएको त्यो लाससँग वास्तविक रूपमा चाहिँ आफै डुबेर मरे हो कि डुबाइएको हो कि भन्ने कुरा प्रश्नसँग पक्कै पनि पोस्टमार्टमको रिपोर्ट मेयर साहब यो हामीले नि यहाँ प्रश्न बुझ्यो नि यो बच्चा मृत्यु हुनुको कारण भनेको चाहिँ यो कृष्ण कसर होइन यो क्रसरको नाम कृष्ण कसरको लापरवाही त सरासर देखियो नि त हो किन भन्नु त यो लापरवाही नदेखिएको भए त यहाँको यत्रो जनमासको उहाँहरूको यत्रो आक्रोश त हुँदैन थियो होला तर योभन्दा पहिला नै यो त भएन नि त होइन तर यो लापरवाही यो आज मात्रै भएको होइन नि त आज त घटना घट्यो र न इफेक्ट पर्यो तर योभन्दा पहिलादेखि नै उहाँहरूले यो लापरवाही तरिकाले सञ्चालन गर्दै आउनुभएको र यो क्रसर उत्खननको विषयमा पनि ठेक्कापट्टा त सायद नगरपालिकाले नै गर्ने होला होइन हजुर नगर प्रमुख हुनुहुन्छ यो लापरवाही तरिकाले चलिरहेको यो क्रसरलाई आजसम्म किन कारबाही गर्नु भएन आजसम्म किन सञ्चालनमा आइरहेको छ त किन यो घटना घट्यो त अब क्रसरको विषय चाहिँ अब केन्द्र स्तरबाट चाहिँ अब यसको चाहिँ सञ्चालन कार्यविधि बनेको हुन्छ हामीले चाहिँ सञ्चालन कार्यविधि बनाएको होला मापदण्ड होला तर मापदण्ड विपरीत गरेकोलाई हामीले कारबाही गरेका छौँ तर यो त यहाँ त विपरीत त होइन अति महाविपरीत जस्तो देखियो नि त विपरीत भएकोहरूलाई हामीले कारबाही चाहिँ आवश्यकता अनुसार हामीले कारबाही गरिरहेको छौँ क्रसरको जो गरिरहेको भए त यो घटना घट्दै घट्दैन थियो नि हजुर मेयर साहब हेर्नुहोस् न यो लापरवाही हेर्नु आजसम्म आज मात्रै भएको होइन नि त यो लापरवाही त आजभन्दा कति दिनदेखि हुँदै भइआएको आज त घटना घट्यो कम्पनीको ओनर अथवा यसको प्रतिनिधि को हुनुहुन्छ उहाँलाई त हामी सवाल गर्न चाहन्छौँ मैले यो क्रसर सञ्चालकहरूलाई खबर गरिसकेको छु हामी भोलिदेखि कारबाही हुन्छ हुँदैन कारबाही उहाँले जवाब दिनु पर्यो कानुनले गर्ने कारबाही प्रक्रिया अगाडि बढ्छ तपाईँले चलाउनु भएन भने तपाईँ एउटा या त सरकार हो तपाईँ त अघि मैले भनिसकेँ होइन अब माथि केन्द्रीय सरकारमा केपी ओली छ भने तपाईँको यहाँ त स्थानीय सरकार तपाईँकोमै चल्छ सबै कुराहरू तपाईँले कारबाही गर्नु भएन भने कसले गर्छ मैले भने त यसको कानुनी प्रक्रिया के छ कानुन रूपमा कानुनले तोकेको कारबाही यो क्रसरलाई हुन्छ एउटा कुरा अब के छ भने जो छ नि यो क्रसरको चाहिँ सञ्चालक यहाँ आएर जवाबदेही हुनुपर्छ पर्दैन एकदमै पर्छ उहाँलाई तपाईँले उपस्थित गराउन सक्नुहुन्छ कि सक्नुहुन्न तपाईँले उपस्थित गराउनु पर्यो होइन उहाँले जवाब दिनुपर्छ उहाँले जवाब दिनुपर्छ होइन किनभने उहाँले जवाब दिनुपर्छ यसरी सरबार वर्गको चाहिँ बालबच्चालाई होइन लासलाई पोस्टमार्टम गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ म यही मिडिया मार्फत के भन्न चाहन्छु भने केराबारी गाउँपालिकाको रोबरमा पीडित पक्षकोबाट कतिजना तपाईँहरू बस्न चाहनुहुन्छ म त्यतिजना सदस्यको एउटा टिम बनाउन लाउँछु र पालिकाको रोबरमा प्रशासनको रोबरमा र यो क्रसर सञ्चालकहरूको चाहिँ एउटा टिम बनाएर हामी आवश्यक यो क्रसरलाई गर्ने कारबाही र क्षतिपूर्तिको बारेमा एकमुष्ट छलफल गरेर हामी उहाँहरूलाई न्यायोचित चाहिँ उहाँहरूले स्वीकार्ने खालको न्याय नभइन्जेलसम्म हामी यो क्रसरलाई बन्द गर्ने निर्देशन यो छलफलको वातावरण चाहिँ कहिले गर्नुहुन्छ हामी भोलिदेखि नै सुरु गर्छौँ भोलि हुन्छ भोलिदेखि र मुख्य कुरो सञ्चालक हाजिर हुनुहुन्छ नि उहाँहरूले न्याय नपाइन्जेलसम्म यो क्रसर बन्द हुन्छ अब रहेको एउटा बच्चाको अर्को बच्चाको लास त निकालिएको छैन नि होइन भेटिएको छ भेटिसकेको छ निकाल्न मात्रै बाँकी छ उहाँ हुनुहुन्छ एक्चुअली केही छ तपाईँको तपाईँहरू स्थानीय अब म त स्थानीयवासी पनि हो होइन अब दुःखद घटना घटेको छ होइन अब यो घटना घटेको छ र यो व्यवस्थापन पक्षको कमजोरी भन्ने कुरा सबै यहाँ स्वीकारिएको छ कसरको मालिक पनि भन्दैछ त अब अनि म मालिक पनि हो यही हुनुहुन्छ जवाब दिनु पर्यो नि त यस्तो तपाईँले समस्या छ जवाब दिनु मेरो कुरा सुन्नु है यहाँ रेकर्ड छ सुन्नुहोस् अब कुरा के हो भने म सेयर होल्डर हो हजुर सेयर होल्डर व्यवस्थापन पक्षमा चाहिँ मेरो यहाँ उपस्थिति छैन जस तपाईँ सेयर गर्ने व्यवस्थापन पक्षमा म छुइनँ व्यवस्थापनको हाम्रो आफ्नो जिम्मेवारी छ जिम्मेवारीको हिसाबले साथीहरूले हेरेको हो अब जुन स्पोर्टमा जुन बच्चाहरू गएको छ अहिले जो बच्चाको आमाले आफ्नो कुरा राखिरहनु भएको छ उहाँलाई जति पीडा छ मलाई पनि त्यति नै पीडा छ भने हामी छिमेकी पनि हौँ हामी नाताभित्रका मान्छे पनि हौँ त्यसो हुनाले पीडा पनि छ र उहाँको आफ्नै बाबा चाहिँ हाम्रै कम्पनीमा काम पनि गरिरहनु भएको छ
हजुर अब त्यो कुरा तपाईँहरूलाई जानकारी गरौँ। अब घटना घट्यो, बच्चाहरू आयो, यो पोस्टमार्टम गर्ने कुरामा पहिलो बच्चा त्यहाँ भेटियो। पहिलो बच्चा भेटिसके पछाडि हाम्रो चाहिँ यहाँ चाहिँ कामदारहरूले देखिसकेपछि प्रहरी प्रशासन खोजी गरियो र त्यो बच्चालाई पोस्टमार्टमको लागि भनेर प्रहरी प्रशासन त्यो चाहिँ मेरो कुरा एकछिन सुन्दिनँ। अनि त्यो पोस्टमार्टममा लग्यो। म पनि कामको हिसाबले बाहिर थिएँ, इटरीमा थिएँ। मैले पनि खबर पाएँ। खबर पाइसकेपछि मैले प्रहरी प्रशासनको प्रमुख इन्सपेक्टर साहबलाई पनि गइदिनु के स्थिति छ हेरिदिनुहोस् भने। त्यसबाट हाम्रो मेयर साहबलाई भने, मेरो चाहिँ वडाको अध्यक्षज्यूहरूलाई भने र मेरो यहाँको स्टाफ साथीहरूलाई पनि अब साथीहरू छैनन्, जिम्मेवारीमा बाहिर छन्, तर जिम्मेवारीपूर्वक तपाईँहरू घटनास्थलमा पुग्नुहोस् भनेर भनिसकेपछि दुइटै बच्चा हराएको कुराहरू हामीले सूचना आयो हाम्रो चाहिँ एकाउन्टेन्ट साहबबाट। र हामीले उसको मम्मी कहाँ हुनुहुन्छ, अर्को बच्चा कहाँ छ, सँगै हिँड्ने बच्चा खोजी गर्नुपर्छ भन्दा यहाँ सानो बच्चाहरू चाहिँ खेल्ने बच्चाले चाहिँ अर्को पनि बच्चा त्यहाँ हुनसक्छ भन्ने सूचना पनि हाम्रो चाहिँ एकाउन्टेन्टले पाइसकेपछि मैले तुरुन्तै इन्सपेक्टर साहबलाई भने, बाप बच्चा त्यो हिलो सिलो त्यहाँ गहिरो छ भन्ने सुनेको छु, मैले त हेरेको छुइनँ, म आजै पनि आएको हो, त्यहाँ गएर यसो हेरौँ भन्दाखेरि चाहिँ फेरि पुनः खोजी गर्दा चाहिँ अर्को बच्चा पनि यहाँ प्राप्त भयो। सुन्नु न सर, म हजुरको कुरा काटेँ नि। भइसके पछाडि चाहिँ अनि यो चाहिँ अहिले पालिकाज्यूको अध्यक्षज्यू पनि यहाँ आउनु भएको छ। र मेरो कुरा चाहिँ के हो भने, हाम्रो अध्यक्षज्यूले भने जस्तो अब यहाँको चाहिँ के अरे जनप्रतिनिधि प्लस यहाँका अब हाम्रो बुद्धिजीवी, यहाँका 5-7 जना 10 जना कति मान्छेको रोभरमा, मिडिया प्रशासन गाउँपालिकाको रोभरमा यसको उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्छ। म त्यो पनि माग गर्छु, साथीहरूलाई पनि भन्छु। र पालिकाले त्यो कुराको व्यवस्थापनको लागि सहयोग गर्नुपर्छ। र त्यो व्यवस्थापन भएर उहाँहरूलाई उचित व्यवस्थापन नहुन्जेली उहाँहरूले अहिले पोस्टमार्टममा राखिने र हाम्रो दोहोरो उचित व्यवस्थापनमा उहाँहरूको परिवारको सबैको चित्त बुझेपछि मात्रै पोस्टमार्टम पछिको लासलाई विसर्जनको निम्ति अगाडि बढ्ने र त्यो प्रक्रिया चाहिँ भोलि बिहानैबाट थालौँ भनेर चाहिँ मैले अध्यक्षसँग सल्लाह गरेँ। पीडित पक्षले मान्छ त यो कुरा? अब त्यो कुरा चाहिँ अब भोलिबाट वार्ता सुरु भइसके पछाडि राम्रो नराम्रो टुङ्गोमा पुग्ने नपुग्ने चाहिँ भोलिबाट हुन्छ। अब घटना घटिसकेको छ र यसमा चाहिँ सबैजनाले पुलिस प्रशासनका साथीहरूले अघि गरेको मुजुल्का के छ त्यो पनि मिडियाका साथीहरूले हेर्न सक्नुहुन्छ। अब हामीले त देखेको छैन होइन। र अब त्यो अर्को पनि मुजुल्का गरेर लानुपर्ने अवस्था छ। त्यसलाई चाहिँ परिवारको तर्फबाट पनि उहाँको गार्जेन जसले उहाँहरूलाई हुर्काएको छ, उहाँको हजुरबा मामा, अब जस बच्चा मर्नेको चाहिँ हजुरबा वा भन्दाको चाहिँ मामाले चाहिँ अब यसलाई व्यवस्थापन पक्षमा जाउँ र दोहोरो वार्ताबाट उचित निर्णय चाहिँ तपाईँहरूले हाम्रो पक्षमा गर्नुपर्छ भन्नु पनि भएको छ। तपाईँहरूले त्यो चाहिँ व्यवस्थापन गर्नु पर्यो। अब मेरो प्रश्न चाहिँ के छ भने, यहाँ गाउँलेको भिड लगभग 1000भन्दा माथि देखियो होइन। अनि गाउँलेको विचार के छ भन्दाखेरि बाटो हामीले त बोलाएर आएको होइन, किनभने यहाँ धेरै झगडा भयो, यताउता थाम्न नसकिने भयो भनेपछि भूमिका केही हाम्रो पनि हुन्छ कि भनेर पीडितले नै सबै कुरो भनेको सबैभन्दा पीडितमै जान्छ। हाम्रो तपाईँले नै गर्ने पीडितले हो, हामीले गर्ने पीडितले हो, आवाज उठाउने पीडितले हो होइन। त्यस कारणले यी गाउँलेका कुरा के रहेछ भन्दाखेरि पहिलो नम्बरमा चाहिँ क्रसर बन्द गर्नुपर्छ भन्ने खालको आवाज। अब मापदण्ड अनुसार चल्नु पर्यो। अब यस्तो खालको घटना त अब यो हेर्नुहोस् त, व्यवस्थापन त एकदमै यो फितुलो त होइन, एकदमै लापरवाही तरिकाको बुझ्यो नि त। चल्दाखेरि एउटा सेक्युरिटी गार्ड नहुने, अन्त बच्चाहरू आउँछ, बच्चाहरू हिँड्छ नि त, डुल्छ होइन। बच्चाहरू त मासुम हुन्छ कि सानो बच्चा हुन्छ उनीहरूलाई थाहा हुँदैन कि यत्रो भाउडीमा पसेर मरिन्छ भने थाहा हुँदैन नि त उनीहरूलाई। कि तपाईँलाई थाहा होला, तपाईँ ज्ञानी मान्छे हो होइन हो। त्यस कारणले तपाईँको परेको भने मेरो परेको भने भयौँ भन्ने रहेछ। त्यतिखेर के होला मनमा पीड के गाउँलेको भनाइ चाहिँ अब भोलि हाम्रो बच्चाहरू असुरक्षित हुने भयो भन्ने हो होइन। क्रसरको कारणले आज 2टा बच्चाहरू गए चाहिँ अनाहकमा ज्यान गयो, भोलि हाम्रो पनि बालबच्चा जान्छन् भन्ने छ। त्यसमा के छ तपाईँको कुरा? होइन, अब यो त व्यवस्थापन पक्षले सुधार गर्नुपर्ने कुरा भइहाल्यो होइन। अब यो जुन तर घटना हुनुभन्दा अगाडिदेखि सुधार हुनु पर्थ्यो। सेक्युरिटी त एकदम टाइट हुनु पर्थ्यो कि वरिपरि बारबेर गरेको पनि हुन्थ्यो आफ्नो कम्पनी एरियाभित्र। कुराहरू सेक्युरिटी अलि फुल फेजमा छन् र यो त सिम्पल माइनर कुरा हो नि त होइन। अब नाङ्गो भएको कारणले चाहिँ अब मेन बाटो मात्रैबाट नआएर बच्चाहरू त खेल्दै अन्यत्र बाटोबाट पनि आउने भएको हुनाले यसमा कमजोरी चाहिँ अब उद्योगको परिषदभित्र भएको कारणले उद्योग। तर यता सुन्नु न, उद्योग व्यवस्थापनको कुरामा त्यो त कमजोरी त छ नि, सरासर छ नि, हो कि भन्नुहोस् त। अब यो उद्योग परिसरभित्रमा एक्चुअल उहाँहरूले ल ठिक छ त्यस्तो दह्रो बार लाउनु सक्नु भएन अरे, एटलिस्ट ल टिनकै बार अथवा केही त्यस्तै केही लगाइदिएर उहाँहरूले चाहिँ सेक्युरिटी राखिदिएको भए, बच्चाहरू आउँदाखेरि नानी उता जाऊ यहाँ नआऊ भनिदिएको भए त यो घटना हुन सक्दैन। यो सिम्पल कुरा हो नि त होइन, यतिसम्म त गर्न सक्थ्यो नि त उहाँहरूले, तर यति पनि नगरिदिएको कारणले गर्दाखेरि यो ठुलो घटना घट्यो क्या। पीडितहरू अति गरिब छ, उहाँले नियम कानुन भनेको मेयर साहबले के गर्छ भन्नेमा मात्रै छ उनीहरू
उसले त्यस्तै धनी बच्चाको मरेको भए यतिखेर अर्कै भइसक्थ्यो आगो लाग्थ्यो यहाँ माथि केन्द्रीय सरकारसम्म पुगिसक्थ्यो कुरो र अब मैले जानेको अनुसार चाहिँ मेरो साथले उहाँहरूको पीडितको कुराहरू सहजै रूपमा मानेर होइन नत्र यो गाउँलेहरू त पक्कै उभिएको होइन होला हामी त मैले त अघि सबैको अगाडि पनि बोलेको छु हामी पीडितको पक्षमा हुन्छौँ हामी जनप्रति उहाँहरूले निर्वाचित गरेर पठाएको हामीलाई काम गर्नलाई हामी सदैव उहाँहरूको पक्षमा हुन्छौँ उहाँहरूको माग अनुसारको चाहिँ हामी काम कारवाहीहरू अगाडि क्षतिपूर्तिको विषयहरूलाई अगाडि बढाउने भनेपछि अब क्षतिपूर्ति मात्रै नभएर क्रसरलाई कारबाही पनि हुन्छ कारवाही प्रक्रियामा कारवाही भयो भने त उहाँहरू मान्नै हुन्न पक्कै एक नम्बरमा होइन यहाँ कसैले गरेको गलत कामको विरुद्धमा कारवाही हुन्छ है त्यो के हुन्छ त्यो अब कानुनमा के छ कानुनी प्रक्रिया के छ त्यो अनुसार त हुनै पर्यो होला होइन त्यो त मेरो भाइ मेरो दाइ भनेर त हुँदैन होला होइन आफन्त र कृपावादले हाम्रो देश बिग्रिरहेको छ त्यतिकै थाहै छ होइन अब भोग्नु पर्यो त हामीले भोग्नैपर्छ अब गल्ती गरेपछि माफी पनि माग्नु जानुपर्छ भोग्नैपर्छ किनभने कानुन के को लागि बनेको त्यसैको लागि बनेको होइन ल मेरो साहब अब यो अहिलेको जुन बच्चा छ नि यता भेटिएको छ नि भित्र डुबिरहेछ अब उहाँले निकाल्ने प्रावधान के छ अहिले तत्काल अब पत्रकारहरू पनि आउनुभयो हामी जनप्रतिनिधि म अध्यक्ष यो वार्डको वडा सम्बन्धित वार्डको निवर्तमान जनप्रतिनिधिहरू हुनुहुन्छ यहाँको नागरिक अगुवाहरू हुनुहुन्छ र प्रहरी प्रशासन पनि सबैजना उपस्थित भएकोले अब हामी सबैको रबरमा किनभने ढिलो पनि भइसक्यो त पानीमा डुबेर बसेको धेरै भयो त्यो लासको चाहिँ उचित रिजल्ट निकाल्नको लागि चाहिँ टाइममा पोस्टमार्टम गर्नुपर्ने हुन्छ त्यसैले मैले अघिदेखि त्यही अनुरोध गरिरहेको थिएँ यो कारबाहीको प्रक्रिया क्षतिपूर्तिको प्रक्रिया क्षतिपूर्ति मलाई तपाईँले साइन गर्नुपर्ने हुन्छ यहाँ गाउँलेको पनि हुन्छ तपाईँले साइन गर्नुपर्ने हुन्छ थोरै कुरा राखेँ है हजुर हजुर यो अहिले चाहिँ यहाँ हाम्रो पत्रकार मित्रजीहरूले पनि भन्नुभयो अघिको बच्चाको लाभ चाहिँ तपाईँको अब यहाँ मोटामोटी हामी पनि आइपुगेका छैनौँ अब केही कमी कमजोरी चाहिँ भएको छ भन्ने कुरा चाहिँ यहाँ धेरैजनाबाट आइसकेको छ त्यो कुरालाई पनि सुधार गरेर चाहिँ तपाईँको चाहिँ अघि हाम्रो देवेन्द्रजीले भन्नुभयो त्यो चाहिँ पानीमा डुबेर पानी पिएर भन्ने खालको कुरालाई चाहिँ छोडेर त्यो खालको भएन त्यो कुरालाई चाहिँ छोडेर तपाईँको चाहिँ अहिलेको अघिको पनि हाम्रो मेयर साहबले अघि नै भन्नुभएको थियो यो कुरा त तर चाहिँ यहाँको आम जनताको आम मानसको माग चाहिँ के थियो भने मानिसको माग चाहिँ तपाईँको चाहिँ यो मौखिक भन्दा पनि हामीलाई कि मिडिया चाहियो कि हामीलाई लिखित चाहियो भन्ने नै उहाँहरूको कुरा थियो अहिले पनि लिखितै हुनुपर्छ नि अहिले पनि हुनुपर्छ त्यही त यो कुरालाई चाहिँ तपाईँको मध्यनजर गरेर पत्रकार मित्रहरू सहित बसेर पनि र अघिको निकालिएको लासको पनि तपाईँको त्यो मुजुल्कालाई चाहिँ तपाईँको यो अहिले उठ्ने मुजुल्कामा पनि दुईटा बालक चाहिँ एउटै खाडीमा यसरी क्रसरको खाडीमा यो प्रकृतिबाट चाहिँ क्रेसरको यो लापरवाहीबाट चाहिँ डुबेर मरेको भनेर चाहिँ बकाइदासँग त्यसको पनि त्यही प्लस गरेर मुजुल्का उठ्नुपर्छ घरको बच्चा छ दाजुभाइ नै हो भनेर दाजुभाइ यो खालको एउटा मुजुल्का उठेर अन्लानुपर्छ र तपाईँको अर्को कुरा हामीले चाहिँ अघिदेखि भन्दै आएको कुरा के पनि हो भने र आम मानिसको यहाँ उपस्थितको माग के छ भने तपाईँको यो लगेर चाहिँ पोस्टमार्टममा लाने तर यो सम्पूर्ण कुराको समझदारी सम्झौता नहुन्जेलसम्म लाज चाहिँ पीडित पक्षले नबुझ्ने र सम्पूर्ण कुराको ग्यारेन्टी भइसकेपछि मात्रै हामीले लाज बुझ्ने भन्ने खालको एउटा माग छ दाह संस्कारको लागि यो कुरा चाहिँ हजुरहरूले कसरी हुन्छ प्रशासन हाम्रो मेयर साहब जनप्रतिनिधि पत्रकार मित्रहरू र यहाँका आम उपभोक्ता यो सबैको रबरमा चाहिँ के गर्दाखेरि चाहिँ पीडितले न्याय पाउँछ पीडितले न्याय पाउने खालको चाहिँ एउटा वातावरण बनाएर चाहिँ लाज उठाउनुपर्छ मेरो भनाइ चाहिँ यति नै हो जस्तो अब मेयर साहब के हो अब यही हुन्छ त मेयर साहब तपाईँहरूकै भनाइअनुसार यो भनाइ त मैले अघि धेरैचोटि यहाँ दोहोऱ्याइसकेको छु चाहिँ आवश्यक कानुनी प्रक्रिया प्रसरलाई कारवाही गर्ने कुरा उहाँहरूलाई उचित क्षतिपूर्ति प्रसरबाट भराउने कुरा र गाउँपालिकाको तर्फबाट पनि हामीले उहाँहरूलाई उपलब्ध गराउने गाउँपालिका नगरपालिका होला तपाईँको गाउँपालिकाबाट के पाउँछ गाउँपालिकाको तर्फबाट हामीले उहाँलाई चित्त बुझाउने गरी जसरी पनि कारवाही गर्नुपर्ने खालको नै माग देखियो ल ठिक छ अब यही खालको अब तपाईँहरूको हुन्छ होला नि त आउँछ पैसामा मेरो छोराछोरी यहाँ स्थानीय पनि बोल्छ पक्नै पहिलो अब आउँछ मेरो छोराछोरी पैसामा
अगाडि आउनुहोस् न भन्नुहोस् न अलि अगाडि आउनु त आउनु अलि अगाडि मेरा म अध्यक्ष भएको विद्यालयका विद्यार्थी 2 जना दाजुभाइ हो प्रहरी आए हामीहरूले यहाँ बच्चा डुबे अरे भनेर हामी आए पछाडि प्रहरी आउनुभयो इन्सपेक्टर साहब आएपछि बेलबारीबाट आएपछि मात्रै मुजुल्का उठाएर लाने भन्यो होइन हामीहरूले वडाध्यक्ष खोज्यौँ वडाध्यक्ष पनि बोलाइएन हाम्रो यहाँ सामान्य यही हाम्रो एकजना टिका भाइ हुनुहुन्थ्यो उहाँलाई सामान्य अब उहाँहरूले के कस्तो मुजुल्का उठाउनु भयो हामीलाई जानकारी पनि गराइएन हेर्नुहोस् अब हेर्नुहोस् अराजक कति छ भने तपाईँको हामीहरूले विद्यालय टाइममा नो इन्ट्री लगाउँदा इलाका प्रहरी कार्यालय केराबारी ट्राफिक प्रहरी कार्यालय केराबारी वडा कार्यालय केराबारी 8 नम्बरको वडा कार्यालयलाई पदार्थ दिएर हामी स्वयं बस्दा पनि के अरे बन्द गर्दैन है कति भएको छ हेर्नु यो के हो भने हामी बोलेको छैन हेर्नु अझै हामी बोलेको छैन यो हामी केही पनि बोलेको होइन हामी बोल्न बाँकी नै छ तर अरू बोल्न बाध्य चाहिँ बनाउनु भएन प्रसर व्यवसायीले बाध्य भयो भने अरू घटना घट्छ किनभने क्षतिपूर्ति ल ठिक छ उचित क्षतिपूर्ति समाधान हो कसैको कारणले कसैको बच्चाको ज्यान गइरहेको छ क्षतिपूर्ति नै समस्याको समाधान हो त्यो समस्या कहाँबाट आयो त पहिलो कुरो त यो क्रसर यो ठाउँमा एकछिन न त्यो समस्या कहाँबाट आयो त हेर्नुहोस् खोलाभरि भौडी खनेको छ त्यो भौडीमा गएर केटाकेटी छुट्टीको टाइममा केटाकेटी जान्छन् त्यो भौडीमा डुबेर मऱ्यो भने अब कसले के अरे रिक्स लिने भन्नुहोस् त अहिले पनि खोलामा भनिरहेछ कसले दिन्छ यो खोला रोक्नु पर्दैन यो खोला आदरणीय दाइ यो खोला कसैको ठिक छ उहाँलाई बोल्न दिनु न हौ समस्याको समाधान हो समस्या कुन हो त्यो समस्या त समाधान गर्नु पर्यो नि तपाईको विचारमा समस्याको सधैँको लागि हल गर्नको लागि के गर्नुपर्छ ठिक छ मापदण्डमा छ भने इट्स ओके चलाउनु यत्रो वर्ष 10-15 वर्ष चलाइसके मापदण्ड छ भने चलाउनु पर्यो सुमन दाइले बोलेको कुरा मापदण्डमा छ कि छैन हेर्ने निकाय त होला नि त सुमन दाइले त हेर्ने होइन होला केराबारी गाउँपालिकाले हेर्ने होइन होला चलेको सरकारले होला फेरि लास्टै नराम्रो हुन्छ होला फेरि हैन तर के हो भने हामीहरूलाई यहाँ भन्दा अरू उठ्न बाध्य नबनाइयोस् तर यदि उठ्न बाध्य भयो भने यो भिडको नेतृत्व म गरेर उठ्छु आदरणीय सुमन दाइ यी हुनुहुन्छ आदरणीय रोहितमा पूर्व अध्यक्ष यी हुनुहुन्छ त्यो भिडको नेतृत्व गरेर म अगाडि बढ्छु यो 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 कसैको ज्ञान गएको छ क्षतिपूर्ति नै ठुलो कुरो हो ल मेयर साहब के कुरा आयो मेयर साहब यो त क्रसर त अब दीर्घकालीन समस्याको समाधान हुनु पर्यो भन्ने भनाइ आयो भन्ने खालकै आयो कुरो यो अहिले एकपटक चाहिँ एउटा पीडितलाई क्षतिपूर्ति दिएर चित्त बुझाउँदैमा चाहिँ समस्या हुँदैन यो निराकरण चाहिँ अन्त्य हुँदैन भन्ने भनाइ आयो कुरा के हेर्का राख्नु भने नि उहाँहरूसँग बसेर मात्रै समस्याको समाधान चाहिँ हुँदैन है फेरि किनभने यो चाहिँ हुँदैन नि फेरि यो हुँदैन कोसँग बस्नुपर्छ ल भन्नु ठिक छ तपाईँहरू पोस्टमार्टमको लागि लानुहोस् ल्याउनुहोस् गर्नुहोस् तर के अरे तपाईँहरूले सहमति केमा गर्नुहुन्छ त्यो हामीलाई सार्वजनिक गर्नु पर्यो नि हामीहरूलाई पनि मान्य हुनु पर्यो नि 800 जना के अरे लगभग 750 भोटर छन् 12-1500 जनसङ्ख्या छ त्यो जनसङ्ख्यालाई मान्य हुने निर्णय गर्नु पर्यो नि सहमति गर्नु पर्यो नि म तपाईको सधैँभरि भनेअनुसार चाहिँ सिधै कुरामा क्रसरलाई जसरी नि भनेपछि तपाईको भनाइ के पीडितलाई सुटुक्क लगेर फकाएर चित्त बुझाएर होइन सबै सारा गाउँलेलाई चित्त बुझ्नु पर्यो सिधै कुरा बुझ्दाखेरि हो त्यही हो होइन मेयर साहब जस्तो एकछिन सर अब तपाईँले क्वेसन तपाईँहरूको क्वेसन पुगिसक्यो हामीहरूलाई बन्द गर्नु भन्ने छैन हामीहरूले हामी बन्द गर्ने पक्षमा छैनौँ किनभने आम्दानीको स्रोत हो हामीहरूलाई कर पनि चाहिन्छ हामी बन्द गर्ने मापदण्डमा हुनु पर्यो क्या सहमति यो 1100-1200 जनसङ्ख्या भएको आम पब्लिकलाई यो 2-4 जनाले गरेर सहमति मान्दैन हामी वडाध्यक्षले गरेको सहमति पनि मान्दैनौँ गाउँपालिका अध्यक्षले गरेको सहमति पनि मान्दैनौँ हामीहरूलाई मान्य हुनु पर्यो नि के भन्नुभएको छ 9 बजेदेखि नो इन्ट्री लागेको छ त्यहाँ हामीहरूले बोधार्थ इलाका प्रहरी कार्यालय केराबारी ट्राफिक प्रहरी कार्यालय केराबारीलाई बोधार्थ दिँदा पनि बन्द नगर्ने अनि आरसी कन्स्ट्रक्सनको गाडी के अरे फुलेआम आरसी कन्स्ट्रक्सनको गाडीले के भनिरहेछ भने तपाईँलाई मैले अस्ति भर्खर पैसा दिएको होइन मलाई लाज लागेर म फर्केर आएको मामा तपाईँ त्यही हुनुहुन्छ नि के हो
दिन नाडै के अरे गम्भीर आयो त मेरो साथ लुटेको छ होइन केही अब त्रुटिहरू चाहिँ छन्, केही गलत कामहरू भएका छन्, हामीले स्वीकारेका छौँ त्यो कुरा। त्यसलाई सुधार गर्दै लाने, कानुनी कारवाही गर्ने कुरा छँदैछ। हामीले त्यो प्रतिबद्धता जाहेर गरेका छौँ। सुन्नु है मेरो साथ कुरा सुन्नु ल उहाँको जवाब मात्रै दिनु ल उहाँको जवाब दिँदै पक्राउन मेरो साथ उहाँको जवाब दिनु ल होइन, उहाँको कुरा हामीले प्रश्न के हो भन्नुहोस् त मेरो पदम तामाङ हो उहाँको जवाब उहाँको कुरा हामीले प्रश्नसँग बुझेका छौँ। यो कुरा उहाँले अहिले यहाँ उठाउनुभन्दा अगाडि पनि धेरैचोटि चाहिँ हामीसँग औपचारिक अनौपचारिक चाहिँ कार्यक्रमहरूमा भन्नुभएको छ, त्यो मागहरू राख्नु भएको छ। तर किन चाहिँ यस्तो त्यो यस्तो छ, कस्तो छ भने अब गाउँपालिकाले चाहिँ किन कारबाही गरेन कार्यान्वयन गर्ने कुरामा चाहिँ केही बाधा अडचनहरू आउँछन् होइन। हामीले उहाँले भने जस्तै त्यो स्कुल टाइम लगाएको बाटोहरूमा केही सबै मान्छेहरूलाई हामीले कानुन बाटोमा डोर्याउन नसकिरहेको अवस्था हो। तर मेयर हाम्रो साहब ल भन्नुहोस् कि कस्तो खालको बाधा अर्चना आयो तपाईँलाई कारवाही गर्नका लागि? होइन, अब त्यही हो टिप्परहरूको अलिकति गुन्डाले तपाईँलाई धम्की दिए कि अथवा कसै त्यस्तो होइन, त्यस्तो पार्टीको होइन। दबाब आयो कि होइन। माथिल्लो चाहिँ तबाट आदेश अलिकति टिप्परहरू अब नरोकिकन कुदाइदिने होइन, अलिकति स्पिड कुदाइदिने, प्रहरीको चेकिङमा नरोकिदिने, त्यो घटनाहरू हामीले म आफैले पनि प्रत्यक्ष रूपमा देखेको छु। त्यसलाई चाहिँ अब नियमन गर्ने कुरा हामीले ट्राफिक प्रहरीलाई चाहिँ हामीले विभिन्न चरणमा यहाँको स्थानीय प्रहरीलाई पनि धेरैचोटि हामीले अनुरोध गरेका छौँ। टिफर आतंक त देशैभरि छ त, देशैभरि भएको कुरा किन हो। यो संशोधन हुँदैन? कानुन किन बन्दैन टिफरको लागि? यसको लागि हामीले स्थानीय सरकारले कानुन बनाएर भन्दा पनि यसको लागि तपाईँहरूले विशेष गरी मिडियाका साथीहरूले चाहिँ केन्द्रीय सरकारलाई चाहिँ सङ्घीय सरकारलाई तपाईँहरूले अलिकति बुलन्द आवाज उठाउन सक्नुभयो भने पक्कै पनि केही न केही चाहिँ यसमा सुधार भएर जान्छ भन्ने हामीलाई चाहिँ लाग्छ। अब स्थानीय सरकारले चाहिँ कतिसम्मको पहल गर्न सक्छ त? स्थानीय सरकारले हामीले पनि अब तपाईँहरूले भने जस्तै यो मागको लागि त केन्द्र सरकारलाई हामीले पनि बारम्बार चाहिँ अनुरोध गरे हो, प्रदेश सरकारलाई अनुरोध गरे हो। हाम्रो अधिकार क्षेत्रमा भएको अधिकार चाहिँ हामीले प्रयोग गरेर यी अनैतिक काम भएका चाहिँ गरेका चाहिँ टिप्पर गाडी घोडाहरूलाई मिसिनहरूलाई विभिन्न चरणमा हामीले चाहिँ कारवाही गरेको अवस्था हो। यहाँ त अनैतिक टिफरलाई मात्रै होइन, यहाँ त कम्पनीले नै गरेको देखियो त नि। कम्पनीलाई पनि हामीले विभिन्न चरणमा जरिमाना गराएका छौँ। अब यो कम्पनी भन्नुभयो कृष्ण कृष्ण खरसिङ हजुर, कृष्ण कन्स्ट्रक्सन कन्स्ट्रक्सन होइन? उहाँको ओनरले पनि पीडितहरूलाई बुझाउनु पर्ने हुन्छ भोलि आएर। यसको सञ्चालक समिति आउनुपर्छ चाहिँ पीडितको तर्फबाट पनि एउटा समिति बन्छ र हामी स्थानीय सरकार र प्रहरी स्थानीय यहाँ सुन्नु न, यहाँ पीडितको मात्रै कुरा छैन नि त, यहाँ त सम्पूर्ण यहाँको स्थानीयवासीको कुरा छ नि त होइन? पीडितको तर्फबाट यो गाउँबाट चाहिँ कम्तीमा नि 5 जनादेखि 10 जनासम्म एउटा अगुवाहरूको चाहिँ टिम बनेर हामी भोलिदेखि नै यो छलफल अगाडि बढाउँछौँ। के छ तपाईँको कुरा लो यता पक्षले के भन्नुहुन्छ? अब अब मेयर साहबले यो लासो खालको होइन कुरा पानीमा प्रतिबद्धता झाडी होला के भयो होला, अब यसलाई खुला त गर्नु पर्यो। अध्यक्ष हो कि गाउँपालिका अध्यक्ष होइन, गाउँपालिका अध्यक्ष। पटक्कै छैनौँ क्या। लास लिएर जाँदा भयो, पोस्टमार्टम गरेर ल्याउँदा भयो, सदगोज गरे पनि भयो, तर अहिले कागज चाहिँ बनाउनु पर्यो नि त यहीँ होइन? अब कागज बनाउँदा पनि भयो। अहिले त बनाउनु पर्यो नि त। भोलि सहमति गर्दाखेरि के हुन्छ भन्ने कुरा मुख्य कुरा हो क्या। अन्त रेकर्डै छ र पनि कागजमा लाग्नु पर्यो। त आउँदैन होइन, यो रेकर्ड भइसकेपछि अब तपाईँहरू आउनु न भोलि। हुन्छ। त्यो समस्या भोलि के हुन्छ, भोलिको सहमति के हुन्छ त्यो चाहिँ मुख्य कुरा हो। तपाईँले जति बोल्नु भएको छ नि क्रसर मापदण्डमा चल्नु पर्यो कि बन्द हुनु पर्यो? मापदण्डमा नचल्ने फटा आफैले नै मिस्टेक भने आफैले नै मलाई कानुनमा लेखेको कुरालाई लागू गर्नलाई मलाई के को डर चाहिँ कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने हो। मैले कानुनभन्दा बाहिर गएर कसैले एउटा क्रसरको व्यक्तिलाई त कारवाही गर्न सक्नुहुन्छ नि तपाईँ। त्यही त यो क्रसरले गरेको गल्तीको कारवाही हुन्छ। तर एकछिन सुन्नु न, क्रसरले गल्ती गरिरहेको छ नि त होइन? योभन्दा पहिला पनि कारवाही त पहिल्यैदेखि गर्नु गरिराख्नु भएको छ। के चाहिँ कारवाही गर्नुपर्छ? हामीले उहाँहरूलाई चाहिँ पक्रेर अब विभिन्न चरणमा जरिमाना गराएका छौँ। उहाँहरूको गाडी घोडालाई हामीले महिना 2 महिना 3 महिना 6 महिनासम्म पनि पक्रेर राखेका छौँ। पहिलो कुरो यो कारण त्यो खाल्डो छ जहाँ सुरक्षित छैन, त्यो खाल्टो पुर्नु पर्छ। खाल्डो पुर्नु पर्यो। अनि उनीहरूको सेक्युरिटी गार्ड छ कि छैन? छैन, छन् होला कहाँ छ सेक्युरिटी गार्ड? यत्रो ठुलो कम्पनी चाहिँ एउटा सेक्युरिटी राखेर भयो त? यो वरिपरि बारबेर पनि त गर्नु पर्थ्यो नि त यार। त्यही त नि राम्रो बारबेर, त्यसको चाहिँ सेफ्टी हुनु पर्यो तर खोला नाला
खोला नाला बेचेर यार कुन चाहिँ देश उँभो लागेको छ मेयर साहब यो चाहिँ भन्नुहोस् न मेरो हर्क सम्पाङले जानेछ मेरो हर्क साम्बाङले भनेको थियो नि खोला नाला बेचेर देशको विकास गर्नु छैन भन्थ्यो नि होइन वास्तवमा हुनु पनि हो के स्थानीय सरकारमा त्यस्तो हुनुपर्छ त्यत्रो त काङ्ग्रेस एमालेलाई लडाएर चाहिँ खै त धरानमा अहिले कुनै पनि खोला निकालेको छैन त भयो मेयरको त्यतिसम्म शक्ति हुँदछ त्यतिसम्म शक्ति हुँदछ चाह्यो भने मेयरले अधिकार मेयरले तर होइन यो कुरा साँचो है खोला नाला बेचेर होइन खोला नाला बेचेर कुन चाहिँ देश धनी भएको छ क्या हो कि भन्नुहोस् न कुनै देश धनी भएको छ के छ मेयर साहब अब यो पुँजीपति चाहिने कम्पनीहरूले यो विशेष गरी टिफरले गरेको ज्याजतीको अन्त्य तपाईँको गाउँपालिका हुन्छ हुँदैन ल भन्नुहोस् एकछिन आज विशेष गरी यति ठुलो घटना घटेको छ तपाईँहरू चाहिँ अब कुरा एकदमै मोडेर अर्कैतिर पुर्याइसक्नु भयो पुँजीपति वर्गदेखि लिएर के कुरा उठाइसक्नु भयो होइन यो कुराको बारेमा फेरि मसँग इन्टरभ्यू आउनु लिनको लागि होइन यो अन्त्य तपाईँको गाउँपालिका घन्टा भन्नुहुन्छ म अन्तर्वार्ता दिन तयार छु तर अब यो घटनाको विषयमा यही घटनासँग सम्बन्धित हो नि त होइन यो त फरक कुरा गर्दै यो त के छ भने एउटा गरिब दिनदुखी एउटा सर्वहारा वर्गको बच्चा आज होइन यही बारेमा भने हो नि त यो त तपाईँको गाउँपालिकामा अन्त्य त्यो भन्नुभयो तपाईँहरू ओके हुनुहुन्छ नि होइन भोलि उहाँले ओनर सहित ल्याउँछु भने छ है ओनर ल्याउँछु म अनि पुलिस प्रशासनको रबर अनि यहाँको 8-10 जना बुद्धिजीवी राखेर गाउँको हामी आउँछौँ तपाईँहरू आउनु पनि बसौँ हामी सम्पूर्ण कम्तीमा पनि 1200 जनसङ्ख्या जनसङ्ख्याले मान्ने हुने सहमति समस्याको चाहिँ समाधान हुनु पर्यो सबै कुरा मेयर साहबले बुझिसक्नु भयो यो कुरा अब त बच्चा निकाल्दा हुन्छ होला नि त अब निकालौँ है बच्चा हामी सबैको रोबरमा निकालौँ किनभने पीडितमाथि पीडित अब पार्नु पनि हुँदैन एउटा मुचुल्का त उठाउनु पर्यो होला नि त लिखित प्रहरीले उठायो मान्छेले प्रहरीले मुचुल्का हो